एक दुई चार तिनमै इन गरियो भने एकबाट आगो ल्याएर हाम्रो बायोमेट्रिक सिस्टम जोडिन्छ त्यसबाट फेरि स्पार्क दुईमा जोडिन्छ त्यसपछि दुईमा जोडिसकेपछि हाम्रो चारबाट हाम्रो कम्प्रेसरमा जोडिन्छ कम्प्रेसर पोइन्टमा जोडिन्छ त्यसपछि यसबाट हामीले कमन गरेर फेरि फ्यान कन्डिसनमै जबकि कम्प्रेसर चल्छ यताबाट फेद आयो तपाईँले हिटर डिफ्युज हेबाट जुन हाम्रो एकबाट आएको हुन्छ कमन गरेर पोइन्ट भने आउटपुट आउँछ हाम्रो थर्मल फ्युजबाट अब यताबाट न्युट्रल आएको छ न्युट्रल एउटा गयो यहाँबाट फ्यानमा न्युट्रल गयो त्यसपछि तपाईँको यहाँबाट कमन गरेर भयो यहाँबाट डोर स्विच भयो